यो गाउँ घरदेखि सहर बजारसम्म यो एक्जिस्टिङ छ। नेपालमा पेट सम्बन्धी रोग यति कमन छ कि यसको पछाडि सेभरल फ्याक्टर्सहरू हुन्छ र यो ब्याक्टेरियल इन्फेक्सन जुन एच पाइलोरी एक नम्बर कारण हो। र दोस्रो कारण चाहिँ नि विभिन्न प्रकारका औषधिहरूको सेवन, जस्तै पेनकिलरहरू, एन्टिबायोटिकहरू अथवा अरू कुनै जस्तै विभिन्न प्रेसरकै औषधि भनौँ, डायबिटिज औषधि भनौँ, कुनै पनि मेडिसिनहरू यस्तो छैन कि जसले जिआई अपसेट नगरेको होस्। र अर्को 3 नम्बर कारण चाहिँ नि खानपिन। नेपालमा हामीहरूको जुन खानापिना जे छ त्यो स्पाइसी, वाइली, फ्राई गरेर खाने, जहाँ जसले जे मन लाग्यो अब त्यो किसिमले खाने बानी छ। र हाइजिन एन्ड सेनिटेसनको कुरा पनि आउँछ पेटको जिआई अपसेटमा, त्यो पनि अलि एडिक्वेट छैन इन कम्पेरिजन टु डेभलप्ड कन्ट्रिज जहाँ हाइजिन सेनिटेसनहरू राम्रो हुन्छ। अर्को एल्कोहल एन्ड स्मोकिङ। अल्कोहल चाहिँ नि अब हाम्रो देशमा धेरै अब फ्रिक्वेन्टली धेरै मान्छेले कन्ज्युम गर्नुहुन्छ, स्मोकिङहरू गर्नुहुन्छ र त्यो फ्याक्टरले पनि जिआई अपसेट बढाउँछ भने। अर्को लास्टमा भन्नै पर्ने कुरा स्ट्रेस फ्याक्टर, कुनै साइकोलोजिकल डिप्रेसन, एन्जाइटी जस्ता प्रब्लमहरूले पनि जिआई अपसेट बढी हुन्छ र त्यसलाई हामीले फङ्सनल जिआई डिसअर्डर भन्छौँ। वी हेभ टु इन्भेस्टिगेसन गरेर अनि हामीले उहाँहरूलाई एक्चुअल कज आइडेन्टिफाई गरेर अनि ट्रिट गऱ्यौँ भने बल्ल त्यो चाहिँ समस्याको समाधान हुन्छ।